यो सूर्य ग्रहण पनि एसियाबाट नै सुरु हुनेछ र नेपालमा चाहिँ त्यति प्रभाव नपर्ने, चन्द्रग्रहणको जस्तो प्रभाव नपर्ने भनेर चाहिँ देखिराखेको छ। राशिलाई भन्ने कुरा छ नि, राशिलाई नभएर चाहिँ जसको चाहिँ नक्षत्र कडा छ उसलाई न चन्द्रग्रहणले न सूर्य ग्रहणले केहीले पनि बिगार्दैन। कोही औँसीमा जन्मिया हुन्छ, कोही पूर्णिमा जन्मिया हुन्छ, कोही पञ्चमी, त्यो अनुसारको नक्षत्र भएर आएको हुन्छ। कुनै ग्रहण अथवा कुनै न कुनै दोषले चाहिँ प्रभाव पार्ने हो नक्षत्रलाई। जसको नक्षत्रमा दोष देखिएको हुन्छ, जसको नक्षत्र कमजोर हुन्छ त्यसलाई मात्रै हैन अनावश्यक बिरामी हुने, अनि जिउहरू दुख्ने, पोल्ने, घोच्ने, अनि त्यसपछिबाट सोध्दै नसोचेका जस्तो अब कसैलाई ज्वरो आइदिने, कसैलाई भमिट भइदिने, कसैलाई डायरिया भइदिने। चन्द्रग्रहणको अवधि पनि 51 दिन र सूर्य ग्रहणको अवधि 38 दिन। यो बिचमा चाहिँ एकदम अझै चर्काचर्की द्वन्द्व हाम्रो मात्रै देशमा होइन, हाम्रो देशमा त अझै पनि हुन्छ नै। दर्शकबिन, आज असोजको 4 गते, भोलि असोजको 5 गते पहिलाको चन्द्रग्रहणले धेरै क्षति पुर्यायो भन्ने कुराहरू तपाईँले सुनिसक्नु भएको छ। एसियाबाट आएको चन्द्रग्रहणले तपाईँको देश विदेशमा पनि तपाईँको आन्दोलन सुरुवात भइरहेको छ। तपाईँलाई थाहा नै छ, तपाईँले हेरिरहनु भएको छ, टिकटकबाट हुन्छ कि युट्युबबाट हुन्छ कि विभिन्न ठाउँबाट तपाईँले देखिरहनु भएको छ। एसियाको विभिन्न ठाउँहरूमा पनि तपाईँको आन्दोलन चर्किरहेको छ। यतिखेर आन्दोलन चर्किरहेको छ भने नेपालमा पनि यो चन्द्रग्रहणले तपाईँको विभिन्न क्षति भएको भन्ने कुराहरू आजभन्दा केही समय अगाडि दुर्गाकाली माताको मुखबाट सुनिसक्नु भएको छ भने भोलि असोजको 5 गते सूर्यग्रहण लाग्दैछ। सूर्यग्रहण कहाँबाट लाग्दैछ, सूर्यग्रहणले के क्षति हुन्छ, सूर्यग्रहणबाट कतिको राम्रा राशिहरूलाई चाहिँ कतिको फाइदाजनक हुन्छ, यो राशिलाई पनि तपाईँको विभिन्न जस्तै वृश्चिक राशि, कन्या राशि, विभिन्न राशिहरूलाई पनि फाइदाजनक हुन्छ भन्ने कुराहरू सुन्नमा आएको छ। यसको विषयमा कुराकानी गर्नको लागि आज फेरि दुर्गाकाली मातासँग मैले कुराकानी गर्दैछु। यो तपाईँको सूर्यग्रहणले चाहिँ केही समस्याहरू हुन्छ कि हुँदैन, यो सूर्यग्रहणले केही इफेक्ट पार्छ कि पार्दैन, नेपालमा मात्रै नभएर देश विदेशमा यो सूर्यग्रहणले केही समस्या हुन्छ कि हुँदैन। अब दसैँको बेला छ, यो दसैँको बेलामा समस्या हुन्छ कि हुँदैन भन्ने विषयमा कुराकानी गर्नको लागि फेरि पनि म आइसकेको छु। आउनुहोस्, कति पनि ढिलो नगरिकन स्वागत गरौँ। नमस्ते, स्वागत छ हजुरलाई। नमस्कार, जय माता की। अब तपाईँको आजभन्दा केही समय अगाडि चन्द्रग्रहण लागेको थियो। चन्द्रग्रहणले एसियाको विभिन्न देशमा चाहिँ समस्या भयो। नेपालमा पनि चन्द्रग्रहणको कारणले गर्दाखेरि जेन्जीहरूलाई चाहिँ भगवानले खटाउनु भयो र भगवानले खटाएको आदेश मानेर चाहिँ जेन्जीहरूले यो काम गरियो भनेर हजुरले भनिराख्दाखेरि अब फेरि भोलि तपाईँको असोजको 5 गते सूर्यग्रहण हुँदैछ। यसको विषयमा के छ जानकारी? चन्द्रग्रहणको विषयमा मैले पहिला पनि भनिसकेको छु। चन्द्रग्रहणले चाहिँ सम्पूर्ण अब जुन एसियाकै देशहरूमा हानि पुर्याइरहेको छ। यसले चाहिँ मानव जिन्दगीमा होइन, कति अब आफ्नो व्यक्तिगत जिन्दगीमा पनि असर त पुर्यायो। कति जिन्जीहरूले आफ्नो ज्यान गुमाउनु भयो देशको निम्ति होइन, तर त्योभन्दा पनि धेरै चाहिँ देशहरूमा भइरहेको छ। चन्द्रग्रहणले देशको लागि हानि पुर्यायो भनेदेखि यो सूर्यग्रहण पनि एसियाबाट नै सुरु हुनेछ र नेपालमा चाहिँ त्यति प्रभाव नपर्ने, चन्द्रग्रहणको जस्तो प्रभाव नपर्ने भनेर चाहिँ देखिराखेको छ। र यो सूर्यग्रहणको प्रभाव परिहाल्यो भने पनि देशलाई भन्दा पनि बढी अब चाहिँ प्रत्येक व्यक्तिलाई अनि र अहिले जति पनि कुराहरू सामाजिक सञ्जालमा चाहिँ राशिलाई भन्ने कुरा छ नि, राशिलाई नभएर चाहिँ जसको चाहिँ नक्षत्र कडा छ उसलाई न चन्द्रग्रहणले न सूर्य ग्रहणले केहीले पनि बिगार्दैन, असर गर्दैन। जसको नक्षत्र कमजोर छ, नक्षत्रमा दोष छ, उसलाई चाहिँ चन्द्रग्रहणले सूर्य ग्रहणले हानि पुर्याउने हो। राशि भन्दा राशि भनेको त लाखौँलाई मिल्छ, लाखौँको हुन्छ। जस्तो मीन राशि एकजनाको मात्रै हुँदैन नि त, लाखौँको हुन्छ, हजारौँको हुन्छ, सयौँको हुन्छ होइन, करोडौँको होला होइन। नक्षत्र भनेको त हजुरको नक्षत्र छुट्टै छ, मेरो नक्षत्र छुट्टै छ। त्यो नक्षत्रमा कोही औँसीमा जन्मिया हुन्छ, कोही पूर्णिमा जन्मिया हुन्छ, कोही पञ्चमी, त्यो अनुसारको नक्षत्र भएर आएको हुन्छ। त्यस्तो खालको नक्षत्रलाई चाहिँ कुनै न कुनै ग्रहण अथवा कुनै न कुनै दोषले चाहिँ प्रभाव पार्ने हो।
दोष दिने हो, तर यहाँ बुझ्नुहुन्न। सबैजनाको आफ्नो व्यक्ति सामाजिक सञ्जालमा गरिराख्नुहुन्छ, सत्य कसैले पनि बुझ्नुहुन्न। सामाजिक सञ्जालमा आफ्नो हिसाबले प्रत्यक्ष गर्नुहुन्छ। राशि हजारौँ हुन्छ र हजारौँ करोडौँको हुन्छ राशि। वृश्चिक राशिमै भनेर वृश्चिक राशिलाई पढ्यो भनेर करोडौँको वृश्चिक राशि हुन्छ, करोडौँलाई पढ्यो भने त त्यो सिद्धियो नि त। त्यही भएर तपाईँले के बुझ्नुहोस्, नक्षत्रलाई जसको नक्षत्रमा दोष देखिएको हुन्छ, जसको नक्षत्र कमजोर हुन्छ त्यसलाई मात्रै हानि पुग्छ। र यो सूर्य ग्रहणले चाहिँ देश त असर भइ नै रहेको छ, त्योभन्दा पनि एउटा व्यक्तिमा जस्तो बिरामी हुने हैन, अनावश्यक बिरामी हुने, अनि जिउहरू दुख्ने, पोल्ने, घोच्ने, अनि त्यसपछिबाट सोध्दै नसोचेका जस्तो अब कसैलाई ज्वरो आइदिने, कसैलाई भमिट भइदिने, कसैलाई डायरिया भइदिने, अनि कसैको आफ्नो जोस व्यक्तिगत स्वास्थ्यमा चाहिँ खराब असर पार्छ देखिन्छ। अब तपाईँको यो त यो भइहाल्यो। जस्तै तपाईँको यो दसैँ आउँदैछ, दसैँलाई अथवा तपाईँको अब हुने तपाईँको कुनै पनि क्रियाकलापलाई केही इफेक्ट गर्छ कि गर्दैन, केही समस्या हुन्छ कि हुँदैन? दसैँ अगाडि भन्दा पनि दसैँ पछाडिको जुन समय छ नि, त्यो समयमा चाहिँ जस्तो किनभने चन्द्रग्रहणको अवधि पनि 51 दिन र सूर्य ग्रहणको अवधि 38 दिन, यो बिचमा चाहिँ एकदम अझै चर्काचर्की द्वन्द्व हाम्रो मात्रै देशमा होइन, हाम्रो देशमा त अझै पनि हुन्छ नै, केही घटनाहरू हुन्छ नै, केही रक्तपात अझै पनि केही द्वन्द्वहरू चर्किन्छ नै भनेर देखिएको छ। हाम्रो देशमा मात्रै नभएर अरू देशहरूमा पनि यो चन्द्रग्रहण सुरु भएको 51 दिनदेखिबाट र सूर्य ग्रहण सुरु भएको 38 दिनदेखिबाट चाहिँ यो बिचमा चाहिँ एकदम अझै पनि भूगोलिक घटना कसैले सोच्न नसक्नु भएको यो रातारात अथवा दिन रातमा के हुन्छ कसो हुन्छ सोच्न नसकेको घटना अब हुँदैछ। एउटा ठुलो रूप लिइसकेपछि मात्र अलिक शान्त हुन्छ भनेर आमाले दिनुभएको छ। त्यो अवस्थामा चाहिँ मैले शान्ति गर्न खोजिरहेको छु। कतिपयजनाले चाहिँ मेरो चन्द्रग्रहणको भिडियो हेरेर चाहिँ तपाईँले लाखबत्ती बाल्नु भएको थियो, खोइ त देशमा शान्ति आयो त भन्नुभएको छ। यो देशमा कि म एकजना मात्रै छु, मैले एउटा बालेको सानो बत्तीले यत्रो देशमा शान्ति आउनु भने म सबैलाई हार गुहार किन भन्थेँ? म एकजना लाखबत्ती बाल्ने 100 जना 1000 जना गएर चाहिँ त्यहाँ कोदो हँसिया बन्दुक समातेर द्वन्द्व गर्न जाने शान्ति सम्भव छ? 100 जना द्वन्द्व गर्न जानुहुन्छ भने कम्तीमा 10 जनाले त बत्ती बाल्नुहोस् अनि शान्ति सम्भव छ। मैले 6वटा मन्दिरमा चाहिँ बत्ती बालिसकेको छु। त्यो कारणले यही द्वन्द्व चर्किन्छ, धेरैको दुर्घटना हुन्छ, धेरैको घर अँध्यारो हुन्छ, धेरैको सिन्दुर पोसिन्छ, धेरैको काख रितिन्छ, यस्तै हुन्छ भन्ने थाहा पाएकोले नै मैले 108 मन्दिरमा चाहिँ 100 लाख बत्ती बाल्नुपर्छ। सबैले सङ्कल्प गर्नुहोस् है, सबै जुड्न नसकिने घर घरमा बसेर सङ्कल्प गर्नुहोस् है भनेको कारण यही हो। अहिले सोध्दै नसोचेको घरबाट चाहिँ कसैले छोरा गुमाउनु भएको छ, कसैले श्रीमान बिरामी भएर बस्नु भएको छ, अहिले गाह्रो भएको छ नि, हो यही हुन्छ भनेर मैले सङ्कल्प गर्नुहोस् भनेको हो। अब पनि हुन्छ। अब तपाईँको भविष्यवाणी धेरै कुराहरू मिलिरहेको छ। अब तपाईँले भविष्यवाणी भन्दा नि तपाईँले आफ्नो ध्यान बसेर म भविष्यवाणी गर्दिनँ है। मलाई आमाले दिनुहुन्छ, प्रत्यक्ष दिनुहुन्छ। कतिजना गुरुहरूले, कतिजना माताहरूले, कतिजना गुरुवर्गहरूले गर्नुहुन्छ, ठुल्ठुलो ज्योतिषहरू गुरुवर्गहरूले गरिरहनु भएको छ। आज यस्तो हुन्छ अरे है, आज अब यो 6 महिनापछि यस्तो हुँदैछ, 3 महिनापछि यस्तो हुँदैछ, र कतिजनाले भनिरहनु भएको छ। मैले भन्यो मिल्यो कि मिलेन, त्यो खुसी मनाइरहनु भएको छ। मैले भनेको मिल्यो भनेर खुसी मनाइरहनु भएको छ नि, तर एउटा आमाले छोरा गुमाएको पीडा कसैले देखेको छ? त्यो आँसु देखेको छ? उहाँले भविष्यवाणी, म अझै पनि भन्छु, उहाँहरू भविष्यवाणी गर्नुहुन्छ, मिल्यो भनेर खुसी मान्नुहुन्छ, तर त्यो उहाँले गरेको भविष्यवाणीले चाहिँ एउटा आमाको काख नरित्योस्, एउटा नारीको सिन्दुर नपोसियोस्, शान्त होस्, यो घटना नहोस् भनेर चाहिँ हिँड्ने व्यक्ति हुँ म। एउटा नारी हुँ, आमा हुँ म, जननी हुँ म। किनभनेदेखि भविष्यवाणी साधारण भविष्य होइन, ठुलो रक्तपात हुन्छ, द्वन्द्व हुन्छ भनेर चाहिँ भविष्यवाणी गर्नुहुन्छ, तर एउटा आमाको कोख रितेको, एउटा नारीको सिन्दुर पुछेको, एउटा टुहुरोगले बाउ आमा घुमाएको त्यो भविष्यवाणी गर्नु राम्रो होइन। त्यो कसरी शान्त हुन्छ भनेर चाहिँ तपाईँहरू शान्तिको बाटो अपनाउनुहोस् न।